हिजो राति सामाजिक सञ्जालमा एक युवकले महिलालाई खुकुरी प्रयोग गरी गरिरहेको निर्मम अश्लील अपराध डर त्रास र धम्कीपूर्ण भिडियोले यति बेला सबै नेपालीको मनमा सन्नाटा छाइरहेको छ। तर यो भिडियो कहाँको हो, उक्त युवक को हुन्, प्रहरीले पक्राउ गर्यो कि गरेन लगायत सबै जानकारी यो भिडियोमा बताउनेछु, अन्तिमसम्म हेर्नुहोला। दर्शकहरू, दाङ जिल्लाको तुलसीपुरका र महेश नामका एक युवकले हिजो राति आफ्नो फेसबुक एकाउन्टमा धम्की र अश्लीलयुक्त लेनदेन सम्बन्धी क्याप्सन राखेर यी महिलामाथि निर्मम व्यवहार गरेको भिडियो पोस्ट गरेका थिए। त्यस लगत्तै भाइरल उक्त भिडियोको पिछा गर्दै नेपाल प्रहरीले राति नै तुलसीपुरबाट यी र महेशलाई पक्राउ गरेर इपरका तुलसीपुरमा राखिएको जानकारी प्राप्त भएको छ र हामीले अडियो कुराकानी म होइन त्यहाँ छैन सर, म दाङमा छैन, बाहिरबाट मतलब भइसकेको छ। 20 रुपियाँ टिका छैन, यता टिपुर राखिहाल्नु पक्रा भइसकेको छ। ए पक्रा भइसकेको छ? हजुर। त कहाँको तुलसीपुरकै रहेछन् कि? तुलसीपुर नै छ सर, राति ल्याइदियो। नै मान्छे कहाँको रहेछन् भने त्यो तुलसीपुरकै मान्छे तुलसीपुरकै हो सर। त्यो महेश के अरे र महेश भन्ने त्यो स्वयं आफै रहेछ होइन? आफै नै हो, त्यो टिपुर टिका छैन, ल्याएर राखेको छ अनि बाँकी छ। अनि त्यो भन्दा नि त्यो महिलाको अवस्था के छ भन्ने हो कि खासमा? नर्मल पहिलेको भिडियो छ, अहिलेको होइन। पहिलेको राखेको रहेछ? हजुर। अनि त्यो महिला को रहेछन् भन्ने बताएर? यो खुब बताएन सर, त्यो सबै सोध्नु पनि भएन, ल्याएर राखेको गर्दैन अब। ए भिडियो पहिलेको रहेछ होइन? 7 बजीतिर 2 दिन पनि पहिले भन्ने भिडियो। 2-3 महिना पहिले? हजुर। ए ठिक छ सर, पछि यसो विस्तृत थाहा भयो। हुन्छ सर, पछि विस्तृत टिभी हेर्नै पऱ्यो। हरेक महिला दिदीबहिनीहरूले एक्लै कुनै पनि पुरुषलाई दिनमा होस् या रातिको समयमा नबुझेरै नभेटो, यौन पैसा र आनन्दको प्रलोभनमा परेर आफ्नो जीवनलाई नै सङ्कटमा पार्ने कार्यबाट टाढा रहेर मात्रै अहिलेको समयमा सुरक्षित रहन सकिन्छ। अन्तमा यो भिडियो साउन्ड सहित कसैले पनि सेयर नगरौँ, बरु सचेतनामूलक कुराहरू पोस्ट गरौँ। जानकारीका लागि यो भिडियोलाई लाइक गरेर सचेतनाका लागि भए पनि सबै नेपाली माझ पुगाइदिनु होला।